एभ्रिवान वेलकम गुड मर्निङ। म चाहिँ बिहान भ्लग सुट गरिरहेको छु। म रेडी पनि भइसकेँ, ब्याग बोकेर अब हिँड्नु पर्यो भन्दाखेरि चाहिँ मैले सम्झेँ हो आज त भ्लग बनाउनु पर्यो, आजकल भ्लग नबनाए भएन भनेर म भ्लग बनाउन स्टार्ट गरिसकेँ। थम्बनेल हेरेर तपाईँहरूले थाहा पाइसक्नुभयो होला कहाँ जाँदैछौ भन्ने कुरा। जाँदैछौँ छु होइन, जे भन्दा पनि भयो। अहिले चाहिँ हामी लागौँ कलेज। अहिले भएको छ 5:30। अब चाहिँ म लाग्नेवाला छु। अब चाहिँ जाम है त। मैले मास्क पनि लगाइसकेँ, अब नचिनिने भयो होला। टोपी पनि लाउँछु साथीहरू। भेटौँला कलेजमा गएपछि। हामी चाहिँ कलेज आइसकेको छौँ। हाई सत्यता हुनुहुन्छ, बालै छैन हामीलाई। अहिले चाहिँ खाजा टाइम। खाजा खाँदै गर्दा मैले एउटा कुरा नोटिस गरेँ क्या, मिस जोशीको त नयाँ टोपी रहेछ। के ताली बोल्ने चाहिँ के होइन, ताली अरे अहिले यो लुक्नेवाली। नास्ता खाएर आइसक्यौँ। सो अब म साथीहरूलाई यसो इन्ट्रोड्युस गर्छु। मेरो भ्लगमा इन्ट्रोड्युस हुने हो र साथीहरू? हुँदिनँ म। यिनी चिनिरहेको मान्छे हो तारनी। हाई उपमा। Nice to meet you. One second. Hi Diksha. Hi Vipana. कहाँ छौ तिमी? लजावती झार जस्तै लजाउँछिन्। यिनी चाहिँ पूर्णिमा। प्रतिनिधिको अनिवार्य रूपमा पालना गर्नुपर्ने छ। होइन सर, ठिकै छ त। ल साथीहरू माग नकाटौँ। सो हामी चाहिँ बल्ल हिँड्यौँ। नेपालीको टाइम अलवेज लेट। 1 घन्टा ढिलो गइरहेछ। यस कता पछाडिको को इन्ट्रेस्टेड छ हौ मेरो भ्लगमा? तै बाहेक अरू छैनन्। ओके साथीहरू, अब हामी हिँडिसकेको छौँ। अपडेटेड रहिरहनु होला। टाइप्स अफ स्टुडेन्ट हो कि टाइप्स अफ गर्ल इन टकेटिभ, साइलेन्ट। साइलेन्ट तिमी खितिनी हाँसिराख्ने। उनी निदाउने खै, एउटी निदाउने, एउटा कपाल ग्याङ। बेबीहरू यिनीहरू नि सुतिरहेको रहेछ यार। अनि उहाँ चाहिँ हाँस्ने धेरै, तर ल्याउनुहोस्। कताको हो? अब तर म गाना बजाउने अनि भजन रे खै भजन जस्तो लाग्यो। भजन शिवजीको बस्ती छ, प्रभुजीलाई मस्ती छ। बम भोले बम भोले, शिवजीको नाम नजिकको पोका खोले। ओभर एक्साइटेड, नो एक्साइटेड, एभरेज एक्साइटेड। कम्बिनेसन मिल्दैन साथीहरू। त्यसो भए त एक्लै जानुपर्छ। गइदिन्छु। ओए म राम्री देखाएको छैन दाजु। सुन्दरी हिमाल हेर के तिमीहरू साथीहरू देख्यौ?
25 ए ओइ म्यु म्युको हो यो त कस्तो खतरनाक ब्रान्ड हो त साथीहरु म्यु म्युको चस्मा लाउन मैले साथीको लगाएको ब्युटिफुल गर्ल साथीहरु अब मलाई कसैले सक्दैन है साथीहरु तपाईं कहाँ जानु हत्तेरीका एन्टी लाइट परेर साथीहरु ओइ साथीहरुले त लास्ट ल्याङ गर्यो त ओइ मेरो त कानमा आफ्नै आवाज पुगेको छैन क्या राम्ररी कान यहाँ छ ओइ ओइ मै हो यति ब्युटिफुल ओइ मै रहेछ आफूलाई राम्रो देख्नु परेन त साथीहरु त्यो पनि अर्को म्यु म्यु न्यू न्यू चस्मा ब्रान्ड पनि म्यु म्युको ओहो बाफ्रे यो नसाल हात कालो चस्मा लिएर बाई बाई हामी चाहिँ अहिले कार्य गरिरहेको कहाँ हो यो ठाउँ आशिकाको न्यू फ्रेन्ड है यो Hi! Hi, my new friends. Hi! Cutie! कान्छुली कति राम्री छेउ तिमी कस्तो ज्ञानी रहेछ मलाई डर लाग्छ नि त फेरि बाई बाई ओह पुच्छार पनि हल्लाइन ओइ किन रोकी नराउ न रुनुहुन्न नि भाइ झन् दिदी यहाँ छु के खान्छौ बिस्किट खान्छौ बिस्किट खान्छौ कति राम्री हौ तिमी होइन यहाँ हेर न हेलो हेलो हामी आइपुग्यौँ फाइनल्ली हाम्रो रुम हाई हाई उसलाई भ्यू हेर्न जान बितिसक्यो सो अब हामी ब्यागहरू राख्छौँ अनि खाना खान जान्छौँ को यो सिंगल माने सिंगल सुत्नु पर्यो नि के सिंगल माने सिंगल सुत्छु के त मैसँग सुत्ने हो हैन म सिंगल सुत्छु यसलाई साथीहरु म बाँकी छोड्दिन है नो यो बेड त उसको उपमाको बेड हो यो चाहिँ यहाँ ल अब हामी कस्तो आनन्द आएको यो हेर्दा यार लास्ट चारवटा बेड छ लाग्यो चारवटा बेड भन्नाले ती चारजना अट्की रुम होला भने उसलाई चाहिँ राम्री बनेर मात्र भिडियोमा आऊ भन्ने भइरहेछ ईश्वर किन नहराउ न आऊ न यहाँ परेन त वाउ राम्रो छ नि केटाको आँखा कोही कोही फिदा भइदिएदेखि हुन्थ्यो होइन त जिस्काइदिएको नि अब चाहिँ हामी फ्रेस भएर खाना यहाँ रमाइलो छ अब चाहिँ हामी फ्रेस भएर खाना खान जान लाग्यो होइन त अञ्जली यिनी चाहिँ लास्टमा आएकी हुन् आज यिनले धेरै रुवाइन् तर केही छैन होइन त यता सतुङ्गलबाट कहाँबाट रे तिमी आएको सतुङ्गल त्यहाँबाट उनी जोइन भाइ यिनलाई देखाएको थिएन अञ्जली हो है यिनी चाहिँ यता हेर त अञ्जली हाई हाई सिंगल छु है कस्तो स्याभेज हो यार सिंगल छु है यता छ नदी यता खाना हामी रेडी गरिसके होइन आहा यस्तोमा डिनर डेट ओहो ल ल ल सम्झाइने रहेछ हातमा हामी चाहिँ रेडी भइसक्यौँ अब फिल्डको लागि अब यो चस्मा चाहिँ माता टाइपै देखिरहेछ अब यस्तै हो पावर चस्मा हो अनि यो फेसलाई सुट गरेन कि यो साथीहरू चाहिँ रेडी भयो गइसकेँ अब चाहिँ म पनि ब्याग बोकेर हिँडेँ हाई बल्ल उनी खाना खाएपछि चाहिँ अलि एक्टिभ भइन् होइन अनि हामी पनि छौँ हेर्दिउँ न त
अहिले म चाहिँ पानीमा डुबेर अनि के हो यो जमरा र रात टिकैमा फ्ल्याट हुन्छ है यो चाहिँ इग्नियस रक त हार्ड हुने भयो नि इग्नियस रकलाई चाहिँ कोता खोप्नको लागि चाहिँ यो जनरली युज गर्छ यो चुच्चोले है फुटाल्नलाई त यताबाट गर्ने भयो है भने मेटामर्फिकको लागि चाहिँ पत्र ब्रेक हुन्छ नि यसले हानेर त नउठ्न सक्छ यही फुट दिन सक्छ यसरी अनि पत्र ब्रेक गर्नलाई चाहिँ यहाँ फ्ल्याटै हुन्छ अनि त्यसले हान्नु यसको हार्डनेस भनेको चाहिँ कति हुन्छ यसको हार्डनेस के म हार्डनेस स्केल पढ्थ्यौँ नि हामीले 7 त क्वार्ट्सको नि बाबु 5.5 है अनि पकेट नाइफ हो नि होइन अनि ठिक छ अब यो ह्यामरले के गरिन्छ त भन्दाखेरि 1 मिटर स्क्वायरको ग्रिडमा हेर ल हेर हान्दाखेरि ह्यामर रिबाउन्ड नि भयो मेटालिक साउन्ड आयो यहाँ आयो यता आए कि आएन हेर्ने यता आए कि आएन हेर्ने यसरी हेर्न पनि हामीले के गर्नु तपाईँ यो भन्दाखेरि ल हेर्छ कस्तो मजाले रिबाउन्ड भयो नि यो आफ्नो 1 मिटर स्क्वायरको ग्रिडमा ह्यामरिङ गर्दाखेरि हो सबसे बढी चाहिँ कुन रेटिङ आयो त हाम्रो रिबाउन्ड र मेटालिक आखाले त्यो 250 भन्दा बढी मेगापास्कलको रहेछ भन्ने बुझे हुन्छ है यदि रिबाउन्ड भएन मेटालिक आयो भने त्योभन्दा कम रेन्जको भयो बिस्तारै गरेर डल नेचरको आयो फ्यास माटोमा हाने जस्तो आयो भने त्यो सबसे विक भन्ने थाहा हुन्छ योबाट पनि हाम्रो 250 भन्दा बढी रिबाउन्ड सहित मेटालिक साउन्ड पनि आउनु पर्यो घन्टी टेङ्ग बज्ने जस्तो आयो नि अघि त्यस्तो हुनु पर्यो है ल यो कुरा पनि सिकाएँ जबकि स्मिथ ह्यामर नभएको केसमा गर्ने कुरा है ल आदमी हो कहाँ अरे खै आमा ओए मलाई कस्तो अर्कै देखेको बे सब सरफेस अब तिमीहरू गर ल सुन है अब ड्याम बनाउनुलाई किन यही ठाउँ फिजिबल भएछ भन्ने कुरा साइट इन्भेस्टिगेसन गर्दाखेरि गरेर उनीहरूले यही ठाउँमा किन सिलेक्सन गरे दुईवटा पाहाडहरू अग्ला दुईटै पाहाड अग्ला स्टेट रूपमा यहाँ हेऱ्यो भने मेन्डर नभइकन त्यहाँ मेन्डर छ यहाँनिर मेन्डर छैन ड्याम त एकदमै सर्ट विथमा बनाउनु पऱ्यो न्यारो चाहियो नि त ब्यारियर बनाउँदा होइन इकोनोमी पनि हुनु पऱ्यो दुईतिरकै रकहरू चाहिँ हार्ड अथवा कम्पिटेन्ट हुनु पऱ्यो त्यो ठाउँमा ल्यान्डस्लाइड नहुनु पऱ्यो होइन र यी सबै कुरा हेर्दा चाहिँ यो ठाउँ चाहिँ फिजिबल देखियो अनि त्यही भएर चाहिँ यहाँ चाहिँ यिनीहरूले प्रपोज गरे यहाँबाट ड्याम राख्नु है त्यही भएर चाहिँ यो इन्भेस्टिगेसन एकदमै इम्पोर्टेन्ट छ है यो त सबै मुआवजा दिइसक्यो अब दिइसक्यो बाँडिदिइसक्यो है मुआवजा पाइसक्यो जमानाबाट बाँडेको कम्प्लिट भयो हामीले मैले क्लासमा नै भन्थ्यौँ नि हामीले पेट्रोल अथवा डिजल हाल्छौँ भने हरेक लिटरमा 10 रुपियाँ चाहिँ यही हाइड्रो पावरको लागि चाहिँ हामीले ट्याक्स तिरेको 10 रुपियाँ चाहिँ यसैको कस्ट हो है त्यो कुरा थाहा पाउनु पऱ्यो पहिला 5 रुपियाँ थियो पछि मुआवजा बाँड्दा पैसा पुगेन 10 रुपियाँ बढाइदियो ल सुन अब ड्यामको रिजर्भायर एरिया कति होला त 1200 मेगावाटको लागि कति हुन सक्ला त इलेक्ट्रिसिटी सबैजना कति होला त ड्यामको रिजर्भायर एरिया पानी चाहिँ रिजर्भ कति एरियामा गर्छ त्यो त हामीलाई क्याल्कुलेट बनाएको 263 मिटरसम्मै पानी भयो हाइटमै भरिनु भयो अनि त्यो हाइट इन्टु 64 स्क्वायर किलोमिटर 64 स्क्वायर किलोमिटर त्यति एरियामा पानी डिपोजिट हुने हो रिजर्भ पानी चाहिँ थुप्रिने चाहिँ 64 छ भनेको फेवाताल भनेको जम्मा 4 समथिङ स्क्वायर किलोमिटर छ भनेपछि 16 गुणा फेवाताल भन्दा 16 गुणा बढी चाहिँ पानी रिजर्भ हुने रहेछ 263 मिटरसम्मै आउँछ माथिसम्मै आउँछ पानी
जान्छ कता खोल्नु पानीको क्याचमेन्ट कतिवटा लेख्यो वेबसाइटमा थाहा छ 263वटा क्याचमेन्ट 200 कति चाहन्छु 42 कि कतिवटा चाहिँ क्याचमेन्ट एरिया हिमालदेखिको पानी सबै यतै अब ड्याम यहाँ बनाउँछ अनि यसलाई चाहिँ टनलबाट चाहिँ लिएर गएर योबाट नहोला यो त टेस्टको लागि अब यहाँबाट चाहिँ यतापट्टि के छ भन्ने चरमडी पानी अर्को उता पोलिटिकल प्रब्लमले गर्दाखेरि चाहिँ राजनीतिक उयोले गर्दाखेरि खस्कियो ललित भाइ हाम्रो कुराहरू जस्तै भएको हो अब यो प्रोजेक्ट बन्यो भने तिमीहरू जस्तै इन्जिनियर कतिले रोजगार पाउँछ कति जियोलोजिस्टले रोजगार पाउँछ है तिमीहरू पास आउट हुँदा बित्तिकै अब काम सुरु भयो अन्त तिमीहरू इन्टर्नसिप गर्नलाई यहीँ पनि आउनु पायो नजिकै पनि भयो होइन यस्तो राम्रो छ के होला के त त्यो डर हुने जति जो पर्छ नि त्यसमा मोर्चा गरेर हटाइदियो उयो घरहरू यहाँ देख्यो नि यहाँ अहिले बस्ने मान्छेहरू भनेको मोर्चा पाएर पनि नछोडेको मान्छेहरू बस्ने सबले पाइसक्यो बिस्तारै निस्किला उनीहरूले लगानी गरेर काठमाडौँमा घरहरू बनाइसके यहाँ चलाउन पाइए त के भएर भनेर हामी काम गरिरहेको अब यदि यो ड्याम फेलियर भयो भने तिमीहरूले जियोलोजी राम्रोसँग अध्ययन गरेनौ र काम यहाँ भयो भने सर्लक्कै 70 पारिदिन्छ यो भन्दा तल्लो ब्रान्ड यो यहाँबाट इन्डिया बिहार सबै ध्वस्त पर्छ सब 10 मिनेटमा ध्वस्त धेरै टाइम लाग्दैन नेपालको युद्ध भयो भने यो कुराहरू इन्भेस्टिगेसनको कुरा के लेख्यो पहिला यो त भइरहेको छ नि हिल्ली टेरेनमा बढी युज टिडिएम चाहिँ रोड एक्सेस भएको ठाउँमा होइन रोड एक्सेस हिल्ली टेरेनमा मैले अघि नै भने नि पहाडी क्षेत्रमा चाहिँ यही युज है क्लियर छ यो कुरा भने मैले सपोर्ट के देखियो त्यो सपोर्टको नाम पनि भनिदिइसकेँ अब यहाँभित्र गएर है हल्ला गरेर भित्र छिरेर हल्ला नगर्दियो चमेरा हुन्छ साथीहरूलाई असर पर्छ यो टनल 10 मिटरभित्र जाँदा बित्तिकै दुईतिर खिजारिएको छ एकातिर 50 मिटर जति छ भने एकातिर 150 मिटरसम्म छ है दुईटै साइडमा गएर भित्र गएर एक नयाँ चिज के देख्यो त्यो फोटो खिच्छ है नयाँ चिज नलागेको फोटो नखिच्छ है नयाँ चिज लागेको फोटो खिचेर आउने रिपोर्टमा चाहिन्छ त्यहाँ नयाँ चिज के देख्छौ भन्दा भित्र एउटा सर्कुलर सेप देख्छौ है भित्र दुईटै सेक्सन सबैले हेर्ने हो है हल्ला नगरिकन जाने हो अहिले मेरो कुरा कम्प्लिट भइसक्यो अनि त्यो सर्कुलर सेपमा बनाएको चाहिँ त्यो डिफर्मेसन हिस्ट्री थाहा पाउनको लागि हो है सर्कुलर सेप बनाएको तिमीहरूले लिक्विड प्लास्टिक डिफर्मेसन के भन्ने पढ्छौ नि त्यो डिफर्मेसन थाहा पाउनको लागि पानीले गर्दाखेरि चाहिँ कतिको त्यहाँ इम्प्याक्ट पारेको छ भनेर चाहिँ गर्नलाई बनाइएको चाहिँ त्यो सर्कुलर एउटा चाहिँ सेपको छ भित्र तिनवटा छ जस्तो लाग्छ र भित्र जाँदाखेरि कसैलाई अक्सिजन लेभल कम हुन्छ हो त्यो नजानी डर लाग्छ त्यो नजानी है कम्पलसरी छैन त्यस्तो गाह्रो हुनेलाई चाहिँ भने अरू चाहिँ जान चाहनेहरू चाहिँ भित्र गएर मजाले हेरेर पढेर आउन सक्छ कसैलाई डिस्टर्ब नहुने तरिका बुझेको ल हामी चाहिँ अहिले टनलभित्र छौँ
हामी भनिरहेको छु म एक्लै देखिरहेको छु। यहाँ साथीहरू गइसक्नु भयो होइन, अँध्यारो छ। यहाँ चमेराहरूको पनि एकदम डर रहेछ। अक्सिजन लेभल चाहिँ अलिक कमै छ, त्यही पनि रिक्स लिएको मैले चाहिँ। यहाँ चाहिँ ग्राउटिङ गरेर फिलिङ गरेर हुन्छ। हामी चाहिँ यहाँबाट आएको, यतापट्टि चाहिँ 10 मिटर छ कि कति भन्नुहुन्थ्यो होइन र सन्तोषी? यता चाहिँ कति छ अरे? यता अब 150 मिटर भएतिर चाहिँ गइरहेको छ हामी। यहाँ चाहिँ भिडियोमा देख्छ क्या, अनि यहाँबाट हेर्न पनि मिल्छ भनेर चाहिँ मैले भिडियो बनाएर हो। गाह्रो हुन्छ नि, अक्सिजन लेभल कम हुन्छ। यहाँ हेर, यो मेरो लागि न्यू कुरा भयो। अब यो के गरेको, अब यो सरलाई सोध्नुपर्छ यो कुराहरू त। साथीहरू चाहिँ है साथी दाइ 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 किन भन्ने हो र? दाइ भन्दा हुन्छ? ए त्यसो भए त बच्चा हो नि, म त 25 वर्ष हो। ओके छोरो, सन्चै छौ छोरो? गाह्रो हुन्छ कि अक्सिजन लेभलले गर्न कम भयो। त्यो ए यो वाला हो र? हामीले डिफर्मेसन हेर्नको लागि हो। ऊ यहाँ त नाम लेखेर खतरनाक पारेको छ त। पानीको के थाहा पाउन पनि भन्नुभएको थियो। मान्छेले आफ्नो नाम पनि त्यसको लागि पनि हो रे, फोटो खिचाउँ न। कतिवटा 2-3टा कतिवटा छ भनेको थियो। यो माथि पनि रहेछ। यहाँ चाहिँ यो हाम्रो अडिट टनेल भन्छ भने होइन त साथीहरू? अनि यता पनि छ। कस्तो हो र तिमी? मेरो पनि उमा आइरहेछौ। सो यहाँसम्म रहेछ। अनि सर्कुलर सेक्सन चाहिँ यही हो। उपमा अब यता पनि छ। के हो यो? ए सक्दो रहेछ। उस्तै डराएर बाहिर बस्यो भए बाहिर बस्यो भन्थ्यो त। जे कुरा पनि नयाँ देख्छु फोटो खिचेर लिएर भन्नुभएको थियो। मैले भिडियो सहित लिएर आएको छु विथ मेरो फेस। यहाँ स्लो मोसन। राइटर भन्ने केही इन्जिनियर टु बी फ्लेक्सिङ आवर के भन्छ सबै अब्सेसन है हाम्रो। गोलु मैले आमै राम्री हाई। हामीले चाहिँ 2टा साइड भइसक्यौँ। एउटा चाहिँ रकमा, एउटा चाहिँ टनेल र ड्यामको कुराहरू हेऱ्यौँ। अब चाहिँ अर्को साइड अरे अनि खाजा टनेल। बाई बाई टनेल। ल लोकेसन देख्न पर्यो।
बसौँ लोकेसन 3 मा लोकेसन 3 कति मिटर त हाम्रो सर थियो उहाँ बसेर सिकाउँदै हुनुहुन्छ हामीलाई ए ल्या मङ्गलसूत्र हो कि के हो ओ उल्टो लाग्छ यो चाहिँ हाम्रो थर्ड लोकेसन थियो यसमा चाहिँ हामीले ल्यान्डस्लाइडको बारेमा पढ्यौँ बुझ्यौँ अब चाहिँ जान पर्यो त्यही हो कि मैले तँलाई अघि भने होइन यो रकी एरिया भनेर नि त्यो त ल्यान्डस्लाइड प्रिभेन्ट मिटिगेट गर्नेलाई भन्नु हो कि त्यस्तो राखेपछि चाहिँ त्यो अलिक तल खस्दैन यो लगाइराख्नु ए अब त खुल्लाइदिन्छ लगाइरहनु पर्छ भनेर क्वेसन आइरहेको हामी चाहिँ लोकेसन 4 मा आइपुगिसक्यौँ लोकेसन 4 चाहिँ यो हो हामी गर्ल्स पार्टी चाहिँ ढिला भयौँ ठाउँको एभरेज हाइट निकाल्न सकिन्छ हामीले नापेर अथवा तिमीहरूले यहाँनिर चाहिँ त्यो रहेछ त्यो बराबर एउटा टेन्टेटिभ आयो नि त आइदिएन जस्तो यो मौवासीको ढुङ्गाको चाहिँ कति छ त भन्ने कुरा यो नापे थाहा भयो नि त आयो हाइट त्यसरी निकाल्नु पऱ्यो लेन्थ कसरी निकाल्नु पऱ्यो होला जता बोके हो मेरो हो फुलभन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा बल्ल तल्ल कतिवटा साइड भयो साथीहरू लोकेसन 4वटा लोकेसन दिमाग पुरै यति भरियो अब लास्ट धेरै कुरा बुझिन्छ अब के भनेर चाहिँ होइन क्वेसन सोधिस् भने चाहिँ यो भयो मलाई आउने कुराहरू भन्छु स्लोप भएर कसरी स्लोप भयो त्यो टाउको भएर तै खान नपाएर यी यसै गरी हिँडाइरहेर 4वटा लोकेसन भ्याउँदा पनि ओइ पानी त खाइएन ल भाइबाको कुरा चाहिँ यस्तो छ साथीहरू कस्तो खाजा खायो कि छैन रे साथी अब हो कि होइन रे खाने सो अब चाहिँ हामी खाजा खान्छौँ अनि अर्को साइट एउटा छ 5वटा भयो होइन कोही कतिवटा साइट भ्यायौँ हामीले आज भर्खर 4वटा भ्यायौँ नि 5वटा साइट आजलाई भोलि लाग्यो त्यो थाहा छैन भाइबा छ अरे 7 बजेदेखि साथीहरू रमाइलो छ तर मैले भ्लगिङ गरिरहेको छु नि त बिहानदेखि अनि म होइन डिफ्रेन्ट लोकेसनमा डिफ्रेन्ट अनुहार त्यो फेसियल एक्सप्रेसन हुन्छ नि जस्तो अब के भन्न आएन त्यस्तो आफूलाई फिल भइरहेछ क्या कति राम्ररी देखिरहेछ कतै भुतियारै देखिरहेछ अहिले त राम्रो देखाएको छैन मैले यहाँ हेर्नु कालो डार्क सर्कल त छ त्यहाँ माथि नि कस्तो कालो भइरहेको उनी आफ्नै अब मुसुक्क हाँसेर बसेको अब त यही हो खुसीको क्षण भने आज ओहो यहाँ हेर हाम्रो ताल हामी भाइ लिएर आइसक्यौँ तातो पानी इज कम्पलसरी
यस यस निदाउनु नि पर्छ म जस्तो सुतेन भने कामै हैन है साथीहरु ओहोला अब यहाँ हाम्रो भाइबा साइबा सब सकेर साथीहरु चाहिँ अब मस्तले नाच्ने प्रोग्राममा हुन्छ चप्पल त हाम्रो ब्रान्डेड छ है साथीहरु मन खेल्छ भिडियो चाहिँ अलि मलाई चाहिँ सब डाउन यस्तै तातो तातो बियर खाँदैछौँ हामी रम